नेपालको संसदमा हिजो भएको घटनाले आज राष्ट्रिय राजनीतिमा भूकम्प ल्याएको छ। उपसभामुख पद चयनदेखि दलहरूबीच बढ्दो असमझदारीसम्म हिजोको बैठकले सत्ता र प्रतिस्पर्धीबीच नयाँ तरङ्ग सिर्जना गरेको छ। ज्ञानबहादुर साईको कठोर अभिव्यक्ति, रवि लामिछानेमाथि उठेको प्रश्न र संसदभित्र देखिएको तनाव अहिले देशव्यापी चर्चाको विषय बनेको छ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा सबैभन्दा बढी चर्चा भएको विषय रह्यो उपसभामुख पदको निर्वाचन र त्यसलाई लिएर बनेको नयाँ राजनीतिक कुरा लाउने काम नगर्नु है। ज्ञानेन्द्र चाहिँ मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैँ साथी रहिरहनुहुन्छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामाको उम्मेदवारी परेको थियो भने श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुर मैदानमा उत्रेकी थिइन्। अन्ततः सत्तापक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनसँगै रुबी कुमारीको पक्ष बलियो बनेको देखियो। यसै क्रममा प्रतिस्पर्धी दलका नेता ज्ञानबहादुर साईले संसदभित्र निकै कठोर अभिव्यक्ति दिए। उनले राजनीतिमा आज आफूले ठुलो पाठ सिकेको भन्दै भावुक र व्यङ्ग्यात्मक शैलीमा भने, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् भने जस्तै राजनीतिमा आश्वासन र धोका पनि जायज हुन्छ भन्ने कुरा मैले आज सिकेँ। उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियासम्म व्यापक चर्चा छ। यद्यपि असन्तोष स्पष्ट देखिए पनि उनले भविष्यका लागि सहकार्यको ढोका बन्द नभएको सङ्केत पनि दिएका छन्। उनले भने, हामी सहमति, समन्वय र सहकार्यका आगामी विषयहरूका लागि ढोका खुल्ला राख्नेछौँ। संसदमा यो अभिव्यक्ति भइरहँदा रवि लामिछाने अगाडिको बेन्चमा गम्भीर मुद्रामा बसेको दृश्य पनि मिडियामा निकै चर्चा बन्यो। यसअघि उपसभामुखको विषयमा ज्ञानबहादुर साई र रवि लामिछानेबीच भेटवार्ता भएको समाचार सार्वजनिक भएको थियो, जसले सहकार्यको सङ्केत दिएको थियो। तर अन्तिम निर्णयमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन भएपछि राजनीतिक वृत्तमा धोका र नयाँ स्मरीकरण भएको बहस चर्किएको छ। संसदको अर्को चर्चित प्रसङ्ग बन्यो सम्बोधनको शैली। रापरपाकै सांसदले रुबी कुमारीलाई बहिनी भनेर सम्बोधन गरेको विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदभित्र सबैलाई माननीय र सम्मानजनक रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। साथै उनले संसदमा टेबल ठोक्ने संस्कार भन्दा पनि ताली बजाउने सभ्य अभ्यास राम्रो हुने टिप्पणी राखेका छन्। यस घटनाले संसदभित्र दलहरूबीच असमझदारी र दूरी बढ्दै गएको सङ्केत दिएको राजनीतिक विश्लेषणहरू बताइरहेका छन्। अब अर्थतन्त्रतर्फ जाउँ। बालिन सरकार अन्तर्गत देशका पुराना र चर्चित उद्योगहरू, विशेष गरी हेटौडा सिमेन्ट तथा निष्क्रिय सरकारी कारखानाहरू पुनः सञ्चालन गर्ने तयारीले आर्थिक क्षेत्रमा नयाँ आशा जगाएको चर्चा छ। यसैसँगै बिचौलिया र दलाल समूहहरूले चलखेल बढ्न थालेको चर्चा पनि बाहिरिएको छ। यसले आगामी दिनमा सरकारको पारदर्शिता, जवाबदेहिता र मितव्ययितामाथि थप प्रश्न उठेको देखिन्छ। समग्रमा हेर्दा हिजोको संसदले एउटा कुरा स्पष्ट गरेको छ, नेपालको राजनीतिक नयाँ मोडमा प्रवेश गरेको छ। एकातिर सहकार्यको भाषा, अर्कोतिर अविश्वासको सङ्केत। अब प्रश्न उठेको छ, के यो घटनाले आगामी सत्ता स्मरीकरण बदल्ने, के रापरपा, रासोपा र अन्य दलहरूबीच दूरी अझ बढ्नेछ? यो विषयमा तपाईँको विचार के छ? कमेन्ट अवश्य गर्नुहोला। देशरक्षणात्मक समाचारहरू सबैभन्दा पहिले हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोस्। भिडियो लाइक गर्नुहोस् र बेल आइकन थिचेर हाम्रो च्यानलका साथ जोडिनुहोस्।